बुद्ध दर्शन ज्ञान शिक्षालाई मूल विषय बनाएर आयोजना गरेको बौद्ध हाइकु साहित्य प्रतियोगिताका विजेतालाई पुरस्कार तथा प्रमाणपत्र वितरण गरिएको छ। 64 जना हाइजिनको सहभागिता रहेको प्रतियोगितामा 5 जना उत्कृष्ट र 8 जना सान्तवना गरी 13 जना हाजिनलाई नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति विमला निभा श्रेष्ठले पुरस्कार तथा प्रमाणपत्र वितरण गर्नुभयो। उत्कृष्ट हाइजिनमा विमल प्रभा वज्राचार्य, मिलन साक्य, रामेश्वर श्रेष्ठ जलन, रामेश्वर मिश्रण श्रेष्ठ र रीता महर्जन हुनुहुन्छ। कार्यक्रममा प्रतिस्पर्धी हाइजिनले प्रस्तुत गरेका 10 हाइकु मध्ये प्रत्येकबाट 5वटा छनौट गरी संग्रहित बौद्ध हाइकु पुस्तकको उपकुलपति विमल निभा लुम्बिनी, बौद्ध विश्वविद्यालयका निमित्त उपकुलपति तिलकराम आचार्य, डीन मणिकरत्न शाक्यले संयुक्त रूपमा विमोचन गर्नुभयो। नेवा हाइकु खयाले लुम्बिनी बौद्ध विश्वविद्यालय बौद्ध अध्ययन संकायसँग मिलेर नेपाल मण्डलको बौद्ध इतिहास, सभ्यता, कला, संस्कृतिको अध्ययन अध्यापनमा सहयोगी होस् भनेर बौद्ध हाइकु प्रतियोगिताको आयोजना गरेको नेवा हाइकु ख्यका संयोजक सुरेश प्रधानले जानकारी दिनुभयो। यो कविता विधाको सबभन्दा छोटो पद्य विधामा सबभन्दा छोटो साहित्यको रूपमा लिने गरेको छ। यसमा 5 सिलेबल, 7 सिलेबल र 5 सिलेबलको रूपमा 17 सिलेबलको एक स्ट्यान्जाको रूपमा चाहिँ सृजना गर्ने काव्य विधालाई चाहिँ हाइकु भनिन्छ। हामी नेपाल भाषामा हाइकु सम्बन्धी गतिविधिहरू गर्दै गएको र लुम्बिनी विश्वविद्यालयको मूल रूप भनेको नेपाल भाषा र बौद्ध धर्म नै भएको कारणले नेपाल भाषा साहित्य, बौद्ध धर्म र बौद्ध सिद्धान्त अथवा बौद्ध दर्शनबाट नजिक भएको कारण त्यही अनुरूप चाहिँ यो कार्यक्रम भएको हो। अब विशेष रूपमा नेवा हाइकु खेलले नेपाल भाषा साहित्य विकासमा हाइकु विधामा विशेष गरिकन गतिविधिहरू गरिरहेको छ। यसले गर्दै गरेको भनेको फेसबुक ग्रुप मार्फत यो एउटा चित्र राख्ने अनि त्यसमा विभिन्न हाइजिनहरूले लेख्ने, त्यसमध्येमा 5 देखि 10 वटा राम्रो हाइकुहरू सेलेक्टरले टिपेको अथवा सङ्ग्रहित गरेको हाइकुलाई फेसबुकमै प्रसारण गर्ने एउटा भयो। अर्को भनेको हाइकु सहल भनेर चाहिँ नेवा हाइकु सहल भनेर चाहिँ हाइकु सम्बन्धी के विषयमा हामीले छलफल गर्नुपर्ने, अध्ययन गर्नुपर्ने ती कुराहरू गर्ने गर्यौँ। प्रतियोगितामा दर्ता भएको हाइकुलाई प्राध्यापक डाक्टर वज्राचार्य साक्य, डाक्टर पुष्पराज राजकर्णिकार र ध्रुव मधिकर्मीको निर्णायक मण्डलले छनौट गर्नुभएको थियो। यसमा निर्णय गर्नको लागि आयोजक समितिले केही मापदण्डहरू तोकेका छन्। सैद्धान्तिक रूपमा हाइकु भनेको के हो भन्ने कुरा मुख्य कुरा हो। त्यसपछि विषयवस्तुलाई कतिको समेट्न सकियो भने अर्को कुरा हो र तेस्रो कुरा त्यसले विषयवस्तुलाई समेटेर आफ्नो सन्देशलाई कति प्रभावकारी रूपमा भन्न सकियो भन्ने कुरा हो। ती कुराहरूलाई विचार गरेर हामी 3 जना निर्णायकहरूले विषय दिएर लेखाएपछि त्यसमा स्वाभाविक रूपमा त्यही विषय अन्तर्गत आउने भयो। भनेपछि बुद्ध सम्बन्धी कुराहरू, बुद्धका सिद्धान्तका कुराहरू र बुद्धका चाहिँ उपदेशहरू र त्यसको चाहिँ जनजीवनमा उपयोगिता कुराहरू, यी कुराहरूलाई चाहिँ समेटेका छन्। त त्यसलाई प्रकट गर्दाखेरि कसरी प्रभावकारी बनाउन सकिन्छ भन्ने त्यो हाइजिनको आफ्नो व्यक्तिगत शैलीको कुरा हुन्छ र त्यही हिसाबबाट कसले कति चाहिँ प्रभावकारी रूपमा भन्न सकियो भन्ने हिसाबले हामीले मूल्याङ्कन गरेको हो।